हेलो एभ्रिवान, जय नेपाल। आज म एउटा कुरा भन्न जान लागेको। यो फोटो जुन देखिराख्नु भएको छ तपाईँहरू, यो एउटा बारा जिल्ला सेमराको फोटो हो, बच्चीको जसलाई बलात्कार गरेर हत्या गरेको छ। यसमा चाहिँ म यही भन्न चाहन्छु, सबैभन्दा पहिला म यसमा दुःख व्यक्त गर्न चाहन्छु। अर्को कुरा चाहिँ रेप गरेर मारेको। यसमा म के भन्न चाहन्छु, सबैभन्दा पहिले गृहमन्त्री और प्रधानमन्त्री यसमा ठुलोभन्दा ठुलो एक्सन लिनुहोस्। तपाईहरू किन आज ऊ बच्चीको साथ घटिरहेछ? यस्तो यस्तो घटना हामी सुरुदेखि देख्दै आएको छौँ और सुन्दै आएको छौँ। म चाहिँ एउटा गल्फमा बस्ने मान्छे, मेरो पनि बच्ची छ, बच्चाहरू छ। मलाई पनि भोलिको दिनमा डर छ, मेरो बच्चीलाई के हुन्छ, मेरो बच्चालाई के हुन्छ। जबको यो 3 वर्षको बच्चीलाई यस्तो घटना गरेछ यहाँको। यही भन्न चाहन्छु, सबैभन्दा ठुलोभन्दा ठुलै एक्सन लिनु पर्यो। किन हाम्रो मान्छे नि भन्छ, म कहिले पनि जातको कुरो गर्दिन, तर एउटा सानो कुरो, सरी, कसैले दुःख लाग्यो भने सरी, मुसलमान यस्तो छ, मुसलमान यस्तो छ भन्छ। म चाहिँ गल्फमा बस्ने मान्छे, म यही भन्छु, गल्फको एउटा सानो पनि, एउटा दुईटा सानो पनि नियम लगाइदिए भने कुनै मान्छे पनि कहिले पनि गलततिर लाग्दैन। यहाँको यति कडा नियम रहेछ, गर्न पछिको कुरो हामी सोच्न पनि सोच्दैन। तर हाम्रो नेपालमा हेरौँ, पैसाको दम छ। आज सानो बच्चालाई बलात्कार गर्यो, मार्यो, भोलि जेल गयो, पैसा तिर्यो, बाहिर आयो, फेरि पर्सि त्यही कुरो, 1 साल 2 साल पछि फेरि त्यही कुरो। के हो हाम्रो? म त भन्छु, यस्तो कडा नियम दिनुस् प्रधानमन्त्री और गृहमन्त्रीज्यू। अरूले सोच्न पनि 50 चोटि सोचोस्, मलाई यो गल्ती गरेपछि मलाई यो सजा हुन्छ भनेर म यो अपिल गर्न चाहन्छु नेपाल सरकारबाट। यो भिडियोलाई यति सेयर गरिदिनुस्, यति सेयर गरिदिनुस् जे यो भिडियो नेपाल सरकारसम्म पुगोस्। मलाई त जस्तो लाग्छ अलरेडी पुगिसक्यो होला, उहाँले पनि हेर्नुभयो होला। तर यो भिडियोको मार्फत पनि उहाँ त्यो बाबुआमाको मनमा आज कस्तो घटना घट्यो होला, जसको बच्चीलाई यस्तो मर्यो। त मोटु लास्टे पिरामा छ, म के भनौँ, यस्तो दुःखमा छु म अहिले यस्तो कुरो सुनेर। कस्तो मान्छे रहेछ, उसको माइन्ड कस्तो रहेछ जो 3 वर्षको बच्चीलाई यस्तो घटना दिएछ। थ्याङ्क यू सो मच। भिडियो सेयर और लाइक कमेन्ट गरिदिनु भयो, सेयर गर्नुहोस् सबैजना। थ्याङ्क यू। जय नेपाल।